साथीहरू, सबजनामा मेरो नमस्कार सेवा भनेर आज चाहिँ मेरो भिडियो सुरु हुँदैछ साथीहरू। आज चाहिँ म डोका बोकेर जङ्गल जाँदैछु साथीहरू चारो काट्नलाई। अनि बुट पनि लगाइरहेको छु पुरै। अनि बुट लगाएन भने चाहिँ हाम्रोतिर चाहिँ जुका हुन्छ, जुका धेरै आउँछ नि त, त्यही भएर आफ्नो सेफ्टीको लागि लगाएको साथीहरू। अनि जाँदै गर्दा चाहिँ साथीहरू म चाहिँ यहाँ बारीमा आइपुगेँ, हाम्रै बारी हो। अनि यहाँनिर चाहिँ कोदो अस्ति अलिकति रोपेको थिएँ, अनि अझै बिउहरू त्यतिकै छ, बहुता रोप्नु बाँकी छ। यो बिउहरू चाहिँ म भोलिबाट फेरि रोप्नु स्टार्ट गर्ने साथीहरू। अस्ति चाहिँ यति रोपेको छु, थोरै अग्लो अग्लो बिउ चाहिँ छानेर, बिउ सानै थियो अनि एक दिन बढोस् भनेर छोडेको। अब यता चाहिँ फेरि रोप्ने भोलिदेखिको। तिर चाहिँ प्लास्टिकको जुगाड चाहिँ यसरी हुन्छ है साथीहरू, हेर्नु होला। प्लास्टिकको जुगाड चाहिँ हामी चाहिँ यसरी गर्छौँ। यहाँ काँक्रा छ, यता सिमीहरू, यता फर्सी हुनुहुन्छ, यहाँ भर्खरै धनियाँ उम्रिनु हुँदैछ। हालत खराब। चुलो चाहिँ नखिच्न